उहाँलाई यो प्रमाणपत्र प्रदान गर्नको लागि म अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसैगरी आँधीखोला गाउँपालिका वडा नम्बर 1 माजु स्थायी ठेगाना भएका श्री श्रीमान गुरुङज्यूलाई पनि यो आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसैगरी लामा श्री हिता गुरुङ, श्री नरबहादुर गुरुङज्यू, उहाँलाई पनि प्रमाणपत्र ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसैगरी श्री जयप्रसाद चापागाईलाई आजीवन सदस्यताको प्रमाणपत्र ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसैगरी श्री रेशम प्रसाद ढकालज्यूलाई पनि आजीवन सदस्यताको प्रमाणपत्र जयप्रसाद चापागाई सर, रेशम प्रसाद ढकाल सर, धन्यवाद। र पञ्चमुल साहित्य समाजमा जोडिन चाहने आदरणीय महानुभावहरू, तपाईहरू पनि पञ्चमुल साहित्य समाजको सदस्य बन्न चाहनुहुन्छ भने यो आजीवन सदस्यता लिन सक्नुहुनेछ। त्यसको लागि हामी यहाँ अगाडि छौँ। हाम्रो कार्य समितिका कुनै पनि साथीहरूलाई तपाईहरूले सम्पर्क गरेर सदस्यता लिन सक्नुहुनेछ भन्दै म भर्खर मात्र सम्पन्न भएको यो वक्तृत्व कला प्रतियोगिताको नतिजा सुनाउनको लागि या यसलाई प्रकाशन गर्नको लागि निर्णायक मण्डलको संयोजन गरिरहनु भएको संयोजक खगिसारा अधिकारी ढकाल म्याडमलाई अनुरोध गर्दछु। होशियार यस बखत समयको मोललाई